गुड मर्निङ एभ्रिवान। अनि मैले चाहिँ यो भिडियो रेकर्डिङ चाहिँ एटलिस्ट आजभन्दा 5-6 दिन अगाडि गरेको थिएँ र आज चाहिँ मैले भिडियो रेकर्डिङ गर्दैछु। किनभने मैले भिडियो रेकर्डिङ नगर्नुको कारण चाहिँ एउटा कुरा म एकदम अनडिसिप्लिन भएको थिएँ। अनि अर्को कुरा मेरो माइन्ड एकदम प्लेजर सिकिङ भइरहेको थियो। मेरो माइन्डमा जति पनि डुम स्क्रोलिङ आइरहेको थियो। मेरो माइन्ड चाहिँ एकदम सेक्सुअलाइज भएको थियो। इट वाज सफरिङ फ्रम लस्ट एन्ड आई वाज गेटिङ सो हर्नी। म चाहिँ एकदम हर्नी भइसकेको थिएँ एन्ड आई वाज इभन वाचिङ पोर्न। लगातार पोर्न हेरेको थिएँ। अनि अनि आई डिसाइडेड टु गो अन अ डोपामिन डिटक्स, जुन चाहिँ मैले हिजोबाट प्लान गरेँ। हिजो म अलिअलि स्लिप चाहिँ भयो, तर सोसियल मिडिया चाहिँ कम्प्लिटली टर्न अफै गरेँ हिजोबाट। तर बोर्डम हटाउनको लागि आई वाज प्लेइङ अ भिडियो गेम। तर त्यसको सट्टामा मैले चाहिँ अरू केही बुकहरू पढ्न पनि सक्थेँ, तर मेरो ब्रेनलाई अझै पनि त्यो बानी परेको छैन हाई डोपामिनबाट चाहिँ रिलिज हुनलाई। सो मैले चाहिँ आफूलाई एकदम टाइम दिएछु अनि केही हतार गरेको छैन। किनभने यदि लाइफ फिक्स हुन छ, यदि ब्याड ह्याबिटलाई फिक्स गर्न छ भने यो चाहिँ टाइम लिन्छ। सो मैले चाहिँ मेरो जति पनि गुड्स ह्याबिटहरू थिए, जुन चाहिँ मैले पहिला त्यसमा धेरै प्रोग्रेस गरेको थिएँ। जस्तो मैले 10 मिनट्स मेडिटेसन गरिरहेको थिएँ। त्यसपछि जर्नलिङ पनि यस्तो डिटेल वेमा जर्नलिङ गरिरहेको थिएँ। बुक पनि एकदम फोकस भएर 20 मिनट्स 30 मिनटसम्म बुकहरू पढिरहेको थिएँ। तर अस्ति शनिबार चाहिँ मैले बुक पढ्न खोजेँ होइन, 20 मिनटको टाइमर राखेर। त्यही पुरानो ह्याबिट त हो नि, तर अहिले चाहिँ म त्यो बुक पढ्न सकिनँ। किनभने मैले मेरो ब्रेनलाई हाई डोपामिन फ्रम इन्टरनल फोर्सेसहरूबाट हाई डोपामिन दिइरहेको थिएँ, विच वाज रियली ब्याड फर मी। मेरो मेन्टल हेल्थको लागि एकदम ब्याड छ त्यो कुरा चाहिँ। थाहा भइ पनि तर मैले चाहिँ आफूलाई त्यो त्यो फेसबाट डिनाइ गर्न सकिनँ। म त्यो ट्र्यापमा जति चलाएँ त्यति फस्दै गएँ अनि त्यो दलदलमा तल फस्दै गएँ। तर खुसीको कुरा के छ भन्दाखेरि मैले आफूलाई त्यो दलदलबाट निकालिसकेँ अब। अनि त्यो फेरि पनि म त्यो दलदलमा पस्ने कुनै पनि अब चान्स छैन। अनि यो डोपामिन डिटक्सको मैले चाहिँ एउटा लेख्न त मैले लेखेको छैन कसरी कसरी यो आफ्नो टाइम म्यानेज गर्ने भनेर। तर माइन्डमा चाहिँ एउटा कुरा चाहिँ के छ भन्दाखेरि यो छुट्टै एउटा टेबल बनाएको छु, जस्तो जुन तपाईँले पनि फलो गर्न सक्नुहुन्छ। 12 आवर्स अफ फास्टिङ। जस्तो मैले हिजो बेलुका 8 बजे खाना खाएँ भने अबको 8 बजीसम्म चाहिँ मैले केही पनि खाँदिनँ एक्सेप्ट वाटर। अनि त्यसपछि अनि वेकअपको टाइम चाहिँ लिटल बिट चेन्ज छ। किनभने घरमा मम्मी हुनुहुन्न। मम्मी चाहिँ काठमाडौँ जसुनको लागि जानुपर्छ। सो स्लिपिङ सेड्युल चाहिँ अहिले तलमाथि भएछ। किनभने बेलुका आएर खाना पकाएर अनि सबै घरको काम गरेर सुत्दा लगभग 9:15 9:20 भइसक्छ, जुन चाहिँ मेरो स्लिप सेड्युलभन्दा अलि माथि नै पर्छ। सो स्लिपमा चाहिँ मैले त्यति साह्रो फोकस गरेको छैन। अनि त्यसपछि चाहिँ मैले मेडिटेसन 5 मिनट्स अफ मेडिटेसन, अनि त्यसपछि 6 थिङ्स ग्रेटफुल हुनको लागि, अनि 10 मिनट्स अफ रिडिङ। पेन चाहिँ मुखमा राखेर, किनभने यसले मेरो क्ल्यारिटी अफ स्पिचलाई चाहिँ एकदम प्राथमिकता दिन्छ र यसले मेरो भोकल कोडलाई चाहिँ एकदम राम्रो बनाउँछ। अनि त्यसपछि जब मैले मेरो एक्सर्साइजहरू भ्याउँछु त्यसपछि त्यसपछि मैले चाहिँ एटलिस्ट 10 मिनट्स चाहिँ घाममा बस्छु। किनभने मर्निङको सनलाइटले मेरो कग्निटिभ फङ्सनलाई चाहिँ एकदम राम्रो गराउँछ। स्पेसल्ली जब चाहिँ त्यो सन राइज भएर अलिअलि देख्छ र त्यसको किरणहरू आउँछ, त्यो चाहिँ बेस्ट टाइम हो घाममा बस्नको लागि। त्यसपछि खानासाना बनाएँ एन्ड द्याट्स इट। त्यही हो मेरो डोपामिन डिटक्स टेबल।
यो धेरै कम्प्लिकेट पनि छैन, यो धेरै त्यस्तो ओभर कम्प्लिकेट पनि गर्न पर्दैन। यु जस्ट ह्याभ टु किप एभ्रिथिङ सिम्पल अनि जस्ट promise yourself to show to the world every single day अनि सो भइसकेपछि कि त आफ्नो बेस्ट दिने कि त आफ्नो वर्स्ट दिने, यो दुइटामा चाहिँ यु हेभ टु चुज वान। तिमीले वर्स्ट गरेर बेस्ट गर्छु भन्ने पनि हुँदैन, तिमीले बेस्ट गर्छु भनेर वर्स्ट पनि गर्ने भन्ने हुँदैन। यु जस्ट हेभ टु सो अप एन्ड डु यर बेस्ट। सो आज चाहिँ छ डे 1 एन्ड लेट्स गो।